स्कुल यानी कि नर्क। कसले मन पर्छ स्कुल जान भन त? मेरो ग्रुप सर्कलमा त कसैलाई मन पर्दैन थियो। कोही तँलाई मन पर्छ? छिथु आक्थु। या आई लभ टु गो टु स्कुल। अंग्रेजी धेरै आइरहेछ। होइन स्कुल कसैलाई जान मन पर्दैन। जस्ट गिभ मी अ सिंगल रिजन दैट व्हाई आई शुडन्ट हेट द स्कुल। भन किन? थाहा छ किन? के हुन्छ? अजीब स्टुडेन्ट, लक्चरी टिचर र अजीब पालेदाई। या हाम्रो स्कुलमा हुन्थ्यो पालेदाई अनि यस्तो नक्चर थियो नि त्यो। ओ भाइ वाइ कता? योर आइडी कार्ड वेयर खै यो स्कुल पढिरहेको म 4 वर्ष भयो अनि आज एक दिन आइडी कार्ड के लगाउनु बिर्सेको। तपाईँले मलाई अर्को स्कुलको विद्यार्थी ठान्नुभयो, त्यही पनि म किन आउँछु यो घटिया स्कुलमा भन्नु त मलाई। तपाईँको आइडी कार्ड खै? म कसरी मानौँ तपाईँ यही स्कुलको पालिदाई हो भनेर? त म जम जाउ भोलिपल्ट चाहिँ नबिर्स्यो। बुढो टाइममा बौलाउँदो रहेछ। यसले चाहिँ कसरी थाहा पायो म अर्को स्कुलको पालेदाई हो भनेर? नजर राख्नुपर्छ यो माथि। दे आर द मोस्ट अनोइङ पर्सन इन द वर्ल्ड। थाहा छ किन तिमीहरूलाई? किनकि हेर्दाखेरि एकदमै मासुम लाग्छ तिमीहरूलाई। हेर मासुमियत झल्किन्छ अनुहारमा यिनीहरूको। तर के हो थाहा छ? यिनीहरूले तिम्रो कम्प्लेन हान्नु सक्छ तर हामी यिनीहरूको कम्प्लेन हान्नु सक्दैनौँ। हान्यो भने यिनीहरू तिमी यस्तो कसरी गर्न सक्छौ? मैले के बिगारेको थिएँ तिम्रो? मैले के बिगारेको थियो भन? मैले जिन्दगी तिम्रो अझसम्म एउटा कम्प्लेन हानिनँ, तिम्रो मैले कम्प्लेन हान्यो। यिनीहरूले तिम्रो 1000वटा कम्प्लेन गर्छ त्यो यिनीहरूले देख्दैन अनि जब तिमी यिनीहरूको एक कम्प्लेन हान्छ त्यो चाहिँ देख्छ यिनीहरू। अजीब टिचर। यो भुचे भाइले मेरो सब्जेक्टमा सास पनि कसरी लियो? अब यो त मर्छ। ओ भाइ उठ छिटो उठ त भाइ, मेरो सब्जेक्टमा तैँले सास कसरी फेरिस् भन् त मलाई भाइ। तँ इङ्ग्लिसमा बुढी बोलाए जस्तो छ। How could you breathe without my permission? Because I am a human being and I need oxygen to survive, man. हेर मुखै लागिरहेको छ म्यामहरूसँग। यसको मम्मी बाबाले त्यसलाई संस्कारै सिकाएको छैन, कुट्दिन्छ यसलाई त म। होइन मैले चाहिँ के गरेको थियो र? तिमीहरूलाई एउटा कुरा म पहिल्यै फ्लेक्स हानिदिन्छु कि स्कुल लाइफमा मेरो एउटा पनि क्रस थिएन, अझसम्म त छैन। तर मेरो चाहिँ यो टपिकमा एउटा छुट्टै नै भिडियो आउँछ, त्यही भएर गाइज वेट गर्नु होला। कति बोल्छ यिनीहरू? ओ योको डस्टर कहाँ राख्यो है तिमीहरूले? सेक्सन बी कसले लगेको छ सर? मैले भनेको नलग भनेर त लग्यो तिनीहरूले। 2 मिनट दिन्छु जा गएर ल्याएर। या हाम्रो डस्टर हामीले आफै युज गर्नु पाउँदैन थियो, अरू सेक्सन कसले लगिहाल्थ्यो। सधैँ मलाई मात्र पठाएको छ यो बुढोले। यो क्लासको मान्छेहरू अलिक मलाई बाउला लाग्छ। नगएको पनि थुप्रै भयो, जान त पर्छ नि। के हो गाइज, त्यो 2 वर्ष अगाडि तिमीहरूले हाम्रै अगाडि हाम्रो पर्मिसन बिना हाम्रै क्लासबाट लिएको डस्टर, त्यो 2 वर्ष अगाडिको त्यो हाम्रो क्लासको सरलाई चाहिन्छ अरे। त्यही भएर प्लिज कष्ट नगरिकन मलाई दिस्यो। के डस्टर पाउँदैनस्? के उखाड्छिस् त हाम्रो भन् त? दिँदैनौँ हामी त के गर्छिस्? अनि त्यो डस्टर तहरूको थियो। नेपाली बुझ्दैनस् हो? भिडियो सक्यो, थ्याङ्क यू फर वाचिङ। अनि अरू मेरो स्कुलबाट कोही यो भिडियो हेर्दैछ भने गएर टिचरलाई नभनिदिनु होला। त्यति थियो। अनि फेरि म भन्न चाहन्छु कि यो भिडियो जस्ट जोक हो, धेरै सिरियसली नलिनु होला। भिडियो राम्रो लाग्यो भने लाइक सेयर र सब्सक्राइब गरिदिनु नबिर्सनु होला। अनि नेपाली एनिमेसन कम्युनिटीलाई अगाडि बढाउनुपर्छ गाइज। अनि मलाई यो पनि थाहा छ कि साउन्ड डबिङ एकदमै बकवास थियो, क्रिन्ज थियो। अर्को भिडियोदेखि म सुधार्नु ट्राई गर्छु। भिडियोको लेन्थ पनि कमै छ, एनिमेसन गर्न सजिलो छैन गाइज। अब यति बनाउँदा मेरो हातको कुरकुरे बनिसक्यो।
योभन्दा बढी म सक्दिनँ, तर अर्को पालिदेखि यो भिडियो कल लेन्थ अलिक बढाउँछु म, सधैँ यही भन्छु।